नमस्कार, म दिनेश धवल, एभरेस्ट बैंक भारतका लागि प्रतिनिधि। आज यो भिडियोमा हामीले चाहिँ भारतबाट नेपाल पैसा कसरी पठाउने भन्ने विषयबारेमा जानकारी गराउने प्रयास गर्नेछु। चाहिँ मलाई चाहिँ बारम्बार इन्डियाबाट पैसा नेपाल कसरी पठाउने भनेर धेरै जसो कस्टमरहरूको चाहिँ प्रश्नहरू आइरहेको छ, जसमा चाहिँ भारतबाट नेपाल पैसा कसरी पठाउने, कुन कुन कागजात चाहिन्छ, कुन ब्याङ्क जानुपर्छ, कति शुल्क लाग्छ, हैन, यी सबै कुराहरूको आज चाहिँ जानकारी आज यो भिडियोमा म स्पष्ट पार्ने कोसिस गर्नेछु। विशेष गरी पन्जाब नेसनल ब्याङ्कबाट नेपाल पैसा पठाउने प्रक्रिया चाहिँ यो भिडियोमा समावेश गरेको छु। अब कुरा गरौँ पन्जाब नेसनल ब्याङ्कबाट नेपाल पैसा पठाउने तरिकाको। बेसिकली पन्जाब नेसनल ब्याङ्कबाट नेपाल पैसा पठाउने तीनवटा मोड छ। एउटा चाहिँ क्यास ट्रान्सफर, एउटा चाहिँ एकाउन्ट ट्रान्सफर, एउटा चाहिँ नेपालमा जुनसुकै ब्याङ्कमा होस् त्यो थर्ड ब्याङ्कमा ट्रान्सफर। अब यसको लागि चाहिँ यदि तपाईहरुले चाहिँ क्यासमा पैसा ट्रान्सफर गर्नुहुन्छ भने पन्जाब नेसनल ब्याङ्क जान पर्यो। त्यहाँ गएर चाहिँ एउटा इन्डो नेपाल रेमिटेन्सको छुट्टी फर्म हुन्छ, त्यो फर्म भर्न पर्यो। यदि तपाईहरुसँग त्यो फर्म छैन या ब्रान्चले दिएको छैन भने सिधै मलाई कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ, म फर्म चाहिँ उपलब्ध गराइदिनेछु। अब कुरा गरौँ चाहिँ पैसा पठाउने तरिका। अब पन्जाब नेसनल ब्याङ्क हजुरले भिजिट गर्दाखेरि त्यहाँ जानुभयो भने त्यो फर्म फिलअप गरेर एउटा त्यो सँगसँगै आफ्नो आइडी कार्ड दिन पर्यो। आइडी चाहिँ तपाईँको नेपाल या इन्डिया जुनसुकै भए हुन्छ। क्यास ट्रान्सफरको हकमा एक पटकमा 50,000 भन्दा कम रकम पठाउन सकिनेछ। त्यसको लागि चाहिँ डिपोजिट भाउचरहरू पनि मैले चाहिँ यो लिङ्कमा सेयर गरेको छु। हजुरहरूलाई चाहिँ डिपोजिट भाउचर चाहिन्छ भने पनि मलाई चाहिँ सम्पर्क गर्नु होला। मैले चाहिँ हजुरहरूलाई प्रत्यक्ष रूपमा पनि प्रोभाइड गर्न सक्नेछु। अब चाहिँ चार्ज क्यास ट्रान्सफरकै कुरा गरौँ। क्यास ट्रान्सफरको हकमा चाहिँ 50,000 भन्दा कम चाहिँ हजुरहरूले पठाउन सक्नुभयो। त्यसको लागि चाहिँ कुनै पनि एकाउन्ट चाहिँ आवश्यकता पर्दैन। अब यदि हजुरहरूको पन्जाब नेसनल ब्याङ्कमा एकाउन्ट छ भने एकाउन्ट मार्फत पनि पैसा पठाउन सक्नुहुन्छ। त्यो एकाउन्ट मार्फत पैसा पठाएको कुनै लिमिटेसन छैन, तपाईँहरूले जति पनि पैसा पठाउन सक्नुहुन्छ। तर त्यसमा चाहिँ एउटा कुरा चाहिँ मेन्डेटरी छ, त्यसमा चाहिँ सोर्स अफ फन्ड र पर्पज अफ रेमिटेन्स। सोर्स अफ फन्ड भनेको तपाईको के को पैसा हो त्यो चाहिँ ब्याङ्कलाई जानकारी दिनुपर्छ र पर्पज अफ रेमिटेन्स भनेको के को लागि पैसा पठाउँदै हुन्छ त्यसको चाहिँ डिक्लेरेसन चाहिँ ब्याङ्कमा दिन पर्ने हुन्छ। अनि हजुरहरूको अरू ब्याङ्कमा चाहिँ एकाउन्ट छ भने त्यसको चाहिँ चेकबुक मार्फत पनि पैसाको चाहिँ कुनै लिमिटेसन छैन। हजुरहरूले एउटा सिम्पल चेक काट्ने, हैन, चेक काट सँगसँगै त्यो डिपोजिट स्लिप एट्याच गर्ने, त्योसँगै एउटा आफ्नो चाहिँ इन्डियाको या नेपालको जुनसुकै आइडी होस् त्यो चाहिँ आइडी चाहिँ एउटा चाहिँ एट्याच गरेर चाहिँ ब्याङ्कलाई बुझाउन पर्ने हुन्छ। यदि तपाईहरुको पन्जाब नेसनल ब्याङ्कमा एकाउन्ट छ भने हजुरहरूले चाहिँ पन्जाब नेसनल ब्याङ्कको मोबाइल ब्याङ्किङ र नेट ब्याङ्किङबाट नि पैसा पठाउन सक्नुहुन्छ। तर लिमिटेसन चाहिँ त्यसको एज तपाईँको क्यास ट्रान्सफर जति नै हो, 50,000 भन्दा माथि सक्नुहुन्न। त्यही भएर त्यसलाई पनि 50,000 भन्दा कम भनेको 49,979 सम्म पैसा पठाउन सक्नुहुन्छ। त्यो पनि मोबाइल ब्याङ्किङ र नेट ब्याङ्किङ मार्फत। हजुरहरू चाहिँ ब्याङ्क भिजिट गर्न पर्दैन त्यो केसमा। कुरा गरौँ चार्जेसको। चार्जेस भनेको एकदम न्यून छ, थोरै छ, है, त्यस्तो खासै धेरै हुँदैन, महँगो पर्दैन। महँगो कतिलाई त धेरै महँगो चार्जेस होला भन्ने लाग्छ होला, तर त्यस्तो खासै महँगो छैन। अब कुरा गरौँ चार्जेसको। चार्जेस भनेको तपाईँको 15,000 सम्म आइसी नेपाल पठाउनुहुन्छ भने पन्जाब नेसनल ब्याङ्कले लिने चार्ज भनेको 59 रुपियाँ फ्ल्याटमा हो, है। 15,000 सम्म हजुरले 1 रुपियाँ पठाउनुहोस्, 2 रुपियाँ पठाउनुहोस्, 10,000 पठाउनुहोस्, 12,000 पठाउनुहोस्, तर 15,000 सम्म पठाउनुहुन्छ भने त्यसको चार्जेस भनेको 59 रुपियाँ मात्र लाग्ने हो, है। अब त्योभन्दा माथि पैसा पठाउनुहुन्छ भने प्रति हजारमा 3 रुपियाँ प्लस 18% जिएसटी। 18% जिएसटी भनेको जुन तपाईँको चार्ज लाग्छ चार्जमा 18% जिएसटी हो, है। त्यसलाई त्यसरी बुझ्नु होला। समग्र पैसाको 18% होइन कि जति चार्ज बन्न आउँछ त्यसको चाहिँ 18% जिएसटी। मानव उदाहरणको लागि हजुरहरूले चाहिँ नेपाल 1 लाख रुपियाँ पठाउनुहुन्छ भने 1 लाखको तपाईको चार्जेस 3 रुपियाँले जोड्नुहुन्छ भने 1 लाखको 3 रुपियाँले जोड्नुहुन्छ भने 300 आउँछ, प्लस 300 को 18% जिएसटी गरेर 54 रुपियाँ हुन्छ। भनेको समग्रमा तपाईँको टोटल चार्जेस 354 रुपियाँ लाग्ने भयो, कति 1 लाखसम्म पठाउँदा। अब त्यही 1 लाख रुपियाँ तपाईँले चाहिँ नेपालमा एभरेस्ट ब्याङ्कको अलावा अरू कुनै ब्याङ्कमा पठाउनुहुन्छ भने त्यो केसमा चाहिँ 500 रुपियाँ चाहिँ हजुरहरूको चाहिँ एक्स्ट्रा चार्ज लाग्ने भयो। त्यो चाहिँ क्यास ह्यान्डलिङ चार्ज भन्ने हुन्छ, रेमिटेन्स ह्यान्डलिङ चार्ज भनेर उता नेपालको ब्याङ्कमा तिर्न पर्ने हुन्छ। त्यो चाहिँ तपाईँको एकाउन्टबाट चाहिँ डिडक्ट भएर उता क्रेडिट हुने हो।
यो जानकारी तपाईहरुलाई भारतबाट नेपाल पैसा पठाउने तरिकाको बारेमा सहज गर्नको लागि चाहिँ मैले यो भिडियो बनाएको छु। हजुरहरूलाई चाहिँ यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, शेयर, कमेन्ट गरिदिनु होला र अरू कुनै अन्य जानकारी चाहिएको छ भने त्यो मलाई चाहिँ प्रत्यक्ष रूपमा सम्पर्क पनि गर्न सक्नुहुन्छ, WhatsApp मार्फत अनि मेसेन्जर मार्फत र डाइरेक्ट कल पनि गर्न सक्नुहुन्छ। मैले समग्र आफ्नो चाहिँ डिटेल चाहिँ यसको कमेन्ट बक्समा चाहिँ राखिदिएको छु। धन्यवाद।